हेलो एभ्रिवान, नमस्ते। यहाँलाई फेरि पनि स्वागत छ मेरो च्यानलमा। अहिले चाहिँ हामी अब मार्केट जाँदैछु है। भोलि गणेश चतुर्थीको दिनको लागि चाहिँ अब सपिङ अलिअलि पूजाको सामानहरू किन्नुको लागि जाँदैछौँ। यहाँले चाहिँ हामी यहाँ पूजाको सामानहरू किन्दैछौँ है। लिनुहोस्। पुरी खाना आएको हामी। यहाँ पनि गणेश यसको तयारी चल्दो रहेछ। पुरा जाम भएर हामीलाई त भिड भएर क्या मार्केट पुरा हत्तु बनायो। मैले चाहिँ मोदक बनाउनु भनेर सबै सामानहरू लिएर आएको थिएँ, तर मैले घिउ चाहिँ ल्याउनु बिर्सेछु र म दोकान जाँदैछु घिउ ल्याउनुको लागि है। तपाईँहरूले यहाँ देख्नु सक्नुहुन्छ रोडै छैन, फुल पानी छ। रोडको माथि पानी छ। दोकान पनि बन्द भइसक्यो होला सायद। दोकान गएको म चाहिँ मैले उयो ल्याउनु, यहाँ माथि पानी छैन हो। उयो ड्याममै पानी छ फुल रोडमा। यहाँ दोकान पनि बन्द भयो होला सायद। अङ्कलले दोकान बन्द गर्नुभयो होला। ल्या दोकान पनि बन्द रहेछ नि हौ। मैले त नि घिउै ल्याउनु बिर्सेछु। कि के गर्नु अब। घिउ बिना त मेरो उयो बनिँदैन, प्रसादै बनिँदैन। यहाँ पानी तपाईँ देख्न सक्नुहुन्छ। मेरो चप्पल आदि मेरो खुट्टै डुबिरहेको छ। पानी कत्रो बढेको। नाली त भरेर मान्छे त्यहाँ यस्तो हुन्छ है यहाँको चाहिँ, सिलगढीको चाहिँ। म चाहिँ बिहानै उठेर फुल ल्याउनु गएँ है। त्यतिखेर मैले घिउ पनि लिएर आएँ। अब चाहिँ एकछिनमा म मोदक बनाउँछु है। अन्त मन्दिरहरू साफसफाइ गरेर म तयारी गर्छु है। तपाईँहरू मसँग जोडिरहनुहोस् होला। म चाहिँ बेलुकै बनाउनेवाला थिएँ मोदक है, तर मैले त्यो केही सामानहरू बिर्सेकोले गर्दाखेरि चाहिँ मैले आज बिहान हतारमा मोदक बनाएको छु है। त्यति साह्रो राम्रो पनि भएन है मेरो मोदक, तर टेस्टी भएको थियो। तपाईँहरूले कमेन्ट गरेर भनिदिनुहोस् होला है मेरो मोदक कस्तो बनिएछ भनेर। अन्त मैले फेरि मोदकलाई मन्दिरमा चढाएँ है। अनि फेरि मैले पूजा स्टार्ट गरेँ। अब चाहिँ हामी फेरि पनि मार्केट गएको है। अब हामी चाहिँ मूर्ति ल्याउनु गएको। यहाँ पाउँछ होला त मूर्ति है। मूर्ति ल्याउनु गएको है मार्केट है। तपाईँलाई म देखाउँछु म कस्तो खालको मूर्ति ल्याउँछु भनेर है। सबै देखाउने छु। जस्तै पूजा गर्ने हो है। हामी चाहिँ मूर्ति नै ल्याउनु गएको है। कस्तो क्युट मूर्ति रहेछ। भैया मूर्ति कैसे है? कौन सा लेगा? यहाँ त भगवानको पनि बिक्री हुँदैछ हो। भगवानको बिजनेस चल्दैछ। मलाई चाहिँ यो राम्रो लाग्यो है हेर्नुमा। तपाईँहरूलाई कुन चाहिँ राम्रो लाग्यो? यो पनि। ये कितना है? ये ना 650। क्यों आप प्राइस इतना बड़ा बनाते हैं? ये पीछे का ये सब 450। मलाई चाहिँ
मूर्ति किनिसकेँ है मूर्ति किनेर जाँदैछु अब यहाँनिर चाहिँ जग्गा जग्गामा पन्डालहरू लागेको छ है यो पन्डालहरू लागेको चाहिँ हामी फेरि बादमा घुम्नु आउनेछु है त्यतिखेर म तपाईँलाई देखाउने छु अब चाहिँ म गण्डुजीलाई स्थापना गर्न लागिरहेछु है मैले अघि नै भनेको थिएँ तपाईँहरूलाई यहाँ त जग्गा जग्गामा मूर्तिहरू लिएर राखेको छ भनेर है यहाँ पनि राम्रोसँगले पन्डाल बनाएको छ है अब म चाहिँ तपाईँलाई नेक्स्ट ब्लगमा देखाउँछु नि ल यहाँको पन्डालहरू चाहिँ कस्तो रहेछ कहाँ गयौँ हामी भनेर है त्यो चाहिँ मेरो नेक्स्ट ब्लग हुनेछ है मसँग जोडिरहदिनु भएकोमा तपाईँलाई धेरै 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 धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ मी मलाई पवनले किनिदिनु भएको